हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग सेवारो। नमस्ते, हेप्पी सौने सङ्क्रान्ति। सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आज चाहिँ मैले बिफ मोमो हल्का रेसिपी लिएर आएकी छु। बिजी भएर पनि सर्टकट भिडियो ल्याएको छु गाइज है। आज सौने सङ्क्रान्तिमा चाहिँ यसो बफ बनाएको छ, बिफ मोमो बनाएर खाउँ कि भनेर चाहिँ। अनि यहाँ सबै तयारी हुँदैछ, काटकुट गरेर। मेरो चक्कु फरक छ, अघि मासु कटाइमा चाहिँ खै चक्कु कि त्यसलाई के भन्छ, बमफक के भन्छ, छुरी फरक भन्न। प्याज कटाइ चाहिँ मेरो एकदम खतरा छ नि गाइज, हेर्नुहोस् त, ट्याक है, एकदम दामी काट्छु नि फेरि म चाहिँ प्याज। अनि सबै तयारी छ त्यहाँ पर हेर्नुहोस्, मनाङ्गे जिराहरू, लसुन, अदरक के चाहिने सबै तयारी छ हो गाइज। ल अनि यहाँ मुला पनि तयारी हुँदैछ, खुर्किनु पर्ने हुन्छ नि त हो, यताउता गर्दा अलिक यो चाहिँ जेउ हुन्छ नि त। अब काटेको जस्तो हुँदैन सजिलो चाहिँ। अनि खर्सानी पनि यसरी ड्राई गर्नुपर्ने हुन्छ तेलमा हो। अनि यसरी टमाटर चाहिँ मैले भिडियो गर्न बिर्सेछु नि त। अनि टमाटर पनि डाम्नु पर्ने हुन्छ नि त, तेलमा खर्याउनु पर्ने हुन्छ त भनौँ न। तयारी हुँदैछ, तयारी पनि भइसक्यो हाम्रो अचार, हेर्नुहोस् गाइज। अनि तपाईँको जुन काटाकुट गरिसकेर पनि तयारी भइसकेर सबै यहाँ हाल्ने चिजमार मसला के जति सबै हेर्नुहोस्, टाकटुक लाउने जति मैले नाम चाहिँ बताइनँ, सबै हालिसकेको छ हो। मल्नु मात्रै तयारी। अनि त्यो अघि जुन मुला खुर्किँदै गरेको पनि यहाँनिर लगाइसकेको हो गाइज। भिडियो अलिक लामो भएको छ त्यसै कारण अन्त्यसम्म हेरिदिनु होला है त गाइज। प्याज मल्न थालेँ, हेर्नुहोस् त, यस्तो दामी मल्नु पर्ने हुन्छ नि त हो। अब बनाउनुमा तयारी मरिसकेर हेर्नुहोस् ल, अब बनाउनु पर्ने हुन्छ गाइज। हामी बनाउनु सुरु गर्न लाग्यौँ, बनाउनु पनि थाल्यौँ अब, हेर्नुहोस् त। अनि बनाउनु थाल्यौँ गफसप गर्दै हो। एकदम दामी थियो आजको मासु चाहिँ। बनाइसकेर तयारी पनि भइसक्यो, 3टै मक्टु भरिसक्यो। हेर्नुहोस्, म तपाईँलाई 3टै मक्टु भरेको पनि देखाउँछु। 3टै मक्टु भन्दा 3टा त हुन्छ, 3टा स्टेप हो। अनि अब मैले बसाउन लगेँ, बसाएँ पनि ल, हेर्नुहोस् बसाइसकेर एकचोटि हेरेँ। अनि पाकेर तयारी हुन लाग्यो, पाकी पनि सक्यो। हेर्नु हाँगो बाफ पनि खङ लाग्छ हेर्दै, थुक्न बिलाउनुहोस् है गाइस। ल अब तयारीमा हेर्नुहोस्, 3जनाको नानी सहित अचार चाहिँ यस्तो दामी भएको थियो, टिम्बुर लाएर हो। है टिम्बुरको भिडियो त देख्नु भयो होला, हल्का कम्ती देखाएको थिएँ। ल गाइस, क्या मिठो हुन्छ हेर्नुहोस् त ल, ढुसी भएछ। एकदम जुसी दामी भएको थियो नि गाइज, किनभने आज त आफ्नै हातले काटेको हो नि त। कति किमा गर्नु, मिसिनमा बेलेको किमा खानु भनेर चाहिँ आफ्नै हातले चक्च काटे, देख्नुभयो नि बुसु मासु क्या दामी थियो क्या आजको चाहिँ। कहिलेकाहीँ सधैँ म पति बेलेर खान्थ्यौँ भने, आजको चाहिँ फेरि किमा चाहिँ आफ्नो हातले बनाएको हो नि त, त्यसै पनि खतरा भएको थियो। यो चाहिँ फेरि सकेर पनि थपेको गाइस, हाल्दैन भन्छ नि त्यहाँ थपेको एउटै बेको सिद्धि रिसाउँदैछ। फेरि दिनु अऱ्यो छोले, योसँग कचोटि थप्यो फेरि 5वटा, योसँग 5वटा खाइसक्यो। कचोटि थप्यो, 2चोटि 3चोटि थप्यो। ल हेर्नुहोस्,